भ्रष्टाचारको आरोपमा राष्ट्रपति पक्राउ परेर जेल चलान जानुभएको थियो है। नमस्कार दर्शकबिनहरू, यति बेला म दक्षिण कोरियामा चाहिँ छु। नेपालका गृहमन्त्रीज्यू सुदन गुरुङजीले चाहिँ फेसबुकमा एउटा पोस्ट गर्नु भएको छ कि 36 वर्षसम्म चाहिँ नेपालका सुरक्षाकर्मीले चाहिँ हतकडी लगाएको रहेछ भन्ने खालको कुरा उहाँले चाहिँ पोस्ट गर्नुभएको छ। 36 वर्षसम्म चाहिँ सुरक्षाकर्मीले चाहिँ हतकडी कसलाई लगाउने भनेर स्वतन्त्रपूर्वक निर्णय लाग्न सक्ने अवस्था पनि थिएन, किनभने कानुनभन्दा चाहिँ नेपालमा चाहिँ नेताले जे भन्यो त्यो मान्नुपर्ने बाध्यता थियो। नेताले जे भन्यो, जे गर भन्यो त्यो गर्नुपर्ने, कसलाई समात भन्यो त्यसलाई समात्नुपर्ने, कसलाई छोड भन्यो त्यो छोड्नुपर्ने, कुनै गरिबका छोरालाई, किसान मजदुरका छोरालाई समातेर जेलमा सडाएर राख भनेपछि त्यो गर्नुपर्ने, काखा हुने, त्यस्तो ठुलाबडाका लागि कानुन नलाग्ने, साना सर्वसाधारणका लागि मात्र कानुन लाग्ने, त्यस्तो खालको नेपालमा सिस्टम। यो अब मैले भनिराख्नु पर्दैन कि तपाईँले पनि देखिराख्नु भएको छ, तपाईँले पनि सुनिराख्नु भएको छ। नेपालमा ठुलाबडाले गर्दा, अब पौचलाले गर्दा चाहिँ अब नेपालको कानुन चाहिँ विभिन्न ससाना सर्वसाधारण नागरिक चाहिँ विभिन्न धेरैहरू अन्यायमा पनि परेका थिए, अन्यायमा पनि परेका छन्। किनभने नेपालमा चाहिँ कानुनभन्दा चाहिँ नेताको पहुँच भएका कारणले गर्दा चाहिँ त्यस्तो खालको बाध्यता थियो। अबबाट त्यस्तो नहुने भन्ने खालको कुरा चाहिँ अहिलेका गृहमन्त्रीज्यूले चाहिँ त्यो सन्देश दिन खोज्नु भएको छ। र हुन पनि नेपाली जनताले चाहिँ अब यो सबै भ्रष्टाचार, अन्याय, व्यथिति हैन, विभिन्न यी कुराहरूको अन्त्य हुनका लागि पनि अहिले राष्ट्रपति सरकारलाई चाहिँ यत्रो सिट दिएर चाहिँ विजयी गराउनु भएको छ। अहिलेका गृहमन्त्रीज्यू बालेन सरकारले चाहिँ धमाधम चाहिँ ठुला भ्रष्टाचारका फाइलहरू खोलिराख्नु भएको छ। थुप्रैलाई चाहिँ पक्राउ पनि गरिरहेका छन्, त्यो हामीले चाहिँ हेरिरहेका छौँ। र म अहिले दक्षिण कोरियामा छु। दक्षिण कोरियामा चाहिँ यहाँका राष्ट्रपतिलाई चाहिँ भ्रष्टाचारको आरोप लागेपछि चाहिँ अब के हो, उहाँको नाम चाहिँ पार्क ग्युन हे, त्यस्तै नाम छ कोरियनमा चाहिँ। उहाँलाई चाहिँ जेल चलान गरिएको थियो, किनभने कोरियाको कानुन चाहिँ एकदमै कडा छ। यहाँको कानुनसँग चाहिँ सबै डराउँछन्। यहाँ चाहिँ गल्ती त्यही भएर पनि गल्ती चाहिँ प्राय गर्दैनन्, किनभने कानुन सबैको लागि बराबर हुने गर्दछ। तर नेपालमा चाहिँ यस्तो थिएन। हिजोका विगतका दिनहरूमा, विगतका वर्षहरूमा चाहिँ यस्तो थिएन। अब चाहिँ यो सरकार, बालेन सरकार आइसकेपछि चाहिँ अब कानुन सबैको लागि, चाहे ठुलो होस् चाहे सानो होस्, चाहे राजनीतिक दलको नेता होस्, सबैको लागि बराबर हुनेछ भन्ने खालको चाहिँ एउटा सन्देश दिन खोज्नु भएको छ। हुन पनि धमाधम विभिन्न बिचौलिया, विभिन्न टोले गुण्डाहरू, विभिन्न व्यक्तित्वहरूलाई चाहिँ धमाधम अहिलेको सरकारले गरिरहेको छ। यो बालेन सरकारलाई चाहिँ एकदमै चाहिँ भन्न चाहन्छु कि तपाईँ यी ठुला यी भ्रष्टाचारीहरूलाई चाहिँ, देशलाई चाहिँ कंगाल बनाएकाहरू, देश लुट्न पल्केकाहरू, यी भ्रष्टाचार, यी मतियार, यी दलाल, यी घुसखोरी, यी सबैलाई चाहिँ कानुनी दायरामा, यिनले यदि गल्ती गरेका छन् भने यी सबैलाई चाहिँ कानुनी दायरामा ल्याएर यिनीहरूलाई चाहिँ जेल चलान गरेर यिनीहरूको सम्पत्ति चाहिँ सब जफत गरेर राष्ट्रियकरण गर्नमा चाहिँ तपाईँले चाहिँ एकदमै त्यो चाहिँ भूमिका निर्वाह गर्नुहुनेछ। यो सिस्टम चाहिँ तपाईँको यो 5 वर्ष कार्यकालमा चाहिँ हुनेछ, बस्नेछ भन्ने चाहिँ हामी सम्पूर्ण तमाम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको आशा अपेक्षा छ। त्यसैले पनि तपाईँलाई चाहिँ हामीले विदेश बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले चाहिँ विदेशबाट यो पटक चाहिँ बालेन सरकार चाहिँ हुनुपर्छ, बालेन प्रधानमन्त्री हुनुपर्छ भनेर चाहिँ हामीले एकदमै तन मनका साथ लागेर पनि भोट परिवर्तन गर्न पठाएका हौँ। र तपाईँले भोलिका दिनमा, तपाईँले आगामी दिनमा हिजोका ती नेताहरूले एमाले, काङ्ग्रेस, माओवादी जस्तै तपाईँले गर्नुभयो भनेपछि भोलि तपाईँमाथि हामी प्रश्न, तपाईँको पार्टीमाथि हामी प्रश्न चाहिँ अवश्य उठाउनेछौँ। त्यही भएर जनताको जीवनमा तरङ्ग ल्याउने खालको काम र जनताको जीवनस्तर उकास्नका लागि विभिन्न त्यस्ता विकासका कामहरू गर्नुहोस्। र मुख्य कुरा, यी भ्रष्टाचारीलाई चाहिँ जडैबाट, यी भ्रष्टाचारीहरूलाई चाहिँ ससाना भ्रष्टाचारी समातेर हुँदैन, ठुला भ्रष्टाचारीहरूलाई तपाईँले समातिराख्नु भएको छ। र यिनको निर्मूल चाहिँ अवश्य हुनुपर्छ जडैबाट चाहिँ। भोलिका दिनमा कुनै ठाउँमा चाहिँ यदि भ्रष्टाचार गर्न, त्यस्तो गलत गर्न, त्यस्तो यदि मनमा कुनै पनि त्यस्ता भ्रष्टाचार गर्ने मनमा मात्र त्यो प्रश्न उठ्छ भनेपछि डराउन् कि ओहो न, के अरे भ्रष्टाचार गरेपछि त जेल चलान हुन्छ, कानुन सबैको लागि बराबर छ, पहिलाका जस्तो छैन भन्ने खालको चाहिँ त्यो भ्रष्टाचार गर्ने व्यक्तिलाई, बलात्कार गर्ने व्यक्तिलाई, त्यो घुसखोरी व्यक्तिलाई चाहिँ त्यो डर मनमा पैदा हुनुपर्छ र यो सिस्टम बसाल्नुपर्छ भनेर म चाहिँ भन्न चाहन्छु है।